आज हामी प्रेसिपिटेसन रिएक्सन गर्दैछौं जसको लागि हामीसँग सल्फ्युरिक एसिड र बेरियम क्लोराइड सोलुसन छ। सबैभन्दा पहिला हामी हाफ टेस्ट ट्युब सल्फ्युरिक एसिड लिन्छौं। हाफ टेस्ट ट्युब जति सल्फ्युरिक एसिड सोलुसन लिन्छौं। र यसलाई बिकरमा खन्याउँ र अब हामीले यसमा चाहिँ बेरियम क्लोराइड सोलुसनलाई चाहिँ राख्दै जान्छौं। त्यो भन्दा पहिला यसमा हामीले अझै 1 टेस्ट ट्युब क्लीन वाटर राखौं जसले गर्दा सल्फ्युरिक एसिड अलिक डाइल्युट होस् र अब यसमा हामीले बेरियम क्लोराइड सोलुसन राख्दै जान्छौं। अब यसमा हामी बेरियम क्लोराइड सोलुसन राख्दै जान्छौं। बेरियम क्लोराइडले सल्फ्युरिक एसिडसँग रिएक्सन गरेर बेरियम सल्फेट बन्छ जुन चाहिँ के हुन्छ वाटरमा इन्सोलुबल हुन्छ र पीपीटी को फर्ममा यो चाहिँ आउँछ, व्हाइट पीपीटी को फर्ममा रहन्छ। अब बेरियम क्लोराइड चाहिँ हामीले यति राखिसकेपछि अब के गर्छौं हामी यसलाई चाहिँ एकैछिन हिट गर्छौं जसले गर्दा यो प्रेसिपिटेटहरु जब सबै तल एकुमुलेट हुन्छ, तल जम्मा हुन्छ, हल्का हामीले हिट गर्छौं। सबै प्रेसिपिटेटहरु तल जम्मा हुन्छ र कम्प्लिट प्रेसिपिटेसनको हामीले टेस्ट गर्नुपर्छ। एकछिन छोड्नु। हामीले हिट गर्दा यहाँ सेडिमेन्ट को रूपमा तल चाहिँ सलिड सब्स्टेन्स र माथि चाहिँ सुपरनेटेन्ट लिक्विड चाहिँ बसेको छ जसले गर्दा अब हामी यसलाई चाहिँ कम्प्लिट प्रेसिपिटेसन भएको छ कि छैन भनेर टेस्ट गर्न सक्छौं। अब हामी यो डिकेन्ट गरेर माथिको लिक्विडलाई मात्र लिन्छौं, माथिको लिक्विड मात्र लिन्छौं। यो अलिअलि व्हाइट देखिए पनि अब हामीले बेरियम क्लोराइड हाल्दा यसमा अरु प्रेसिपिटेट बढ्छ कि बढ्दैन हामीले त्यसलाई केयर गर्नुपर्छ। यदि प्रेसिपिटेट बढ्यो भने यो चाहिँ के भएन, कम्प्लिट प्रेसिपिटेसन भएन, सल्फ्युरिक एसिड अझै धेरै छ। यदि भएन भने चाहिँ कम्प्लिट प्रेसिपिटेसन भयो भन्ने बुझिन्छ। हामीले हाल्दा चाहिँ व्हाइट पीपीटी बढी आयो, यसको अर्थ के छ त भन्दा यसमा कम्प्लिट प्रेसिपिटेसन भएको छैन जसले गर्दा अब हामीले यसलाई कम्प्लिट प्रेसिपिटेसनको लागि यसमा अझै हामीले के थप्छौं त यसमा अरु बेरियम क्लोराइड चाहिँ थप्छौं। यसमा हामीले अरु बेरियम क्लोराइड सोलुसन थप्छौं। र फेरि प्रेसिपिटेटलाई एकै ठाउँमा जम्मा हुनको लागि हामीले यसलाई फेरि हिट गर्छौं। अब हामीले यो डिक्यान्टेड जुन पोर्सन छ यसबाट लिएको डिक्यान्टेड पोर्सनलाई त्यसलाई फेरि बेरियम क्लोराइड टेस्ट गर्छौं। कम्प्लिट प्रेसिपिटेसनको लागि हामीले यसमा बेरियम क्लोराइड हाल्यौं र बेरियम क्लोराइड हाल्दा यसमा पीपीटी आएन। यो पीपीटी नआउनुको अर्थ अब यो चाहिँ हामीले के भयो त कम्प्लिट प्रेसिपिटेसन भयो भन्ने हामीलाई थाहा हुन्छ। अब कम्प्लिट प्रेसिपिटेसन भएपछि हामीले के गर्छौं भन्दा यसलाई चाहिँ एकैछिन सेडिमेन्ट हुनको लागि, कुल गर्नको लागि एकैछिन छोड्दिन्छौं सेडिमेन्टेसनको लागि र बिस्तारै यो जुन डिक्यान्टेड पोर्सन छ माथिको सुपरनेटेन्ट लिक्विडलाई चाहिँ हामी ड्रेन गर्दिन्छौं, बाहिर फ्याँकिदिन्छौं। ल ड्रेन आउट गरेपछि अब हामीले यसमा चाहिँ वाटर राख्छौं र यसलाई चाहिँ क्लोराइड फ्री गर्नको लागि बेरियम क्लोराइड राखेको कारणले गर्दा क्लोराइड फ्री गर्नको लागि हामीले यसमा वाटर राख्छौं। र
यसलाई फेरि एकचोटि चेक गरेर यसलाई फेरि एकुमुलेट हुनको लागि हिट गर्छौँ। अब हामीले यसमा माथि भएको लिक्विडलाई मात्र यहाँ डिक्यान्ट गरेर लिन्छौँ र यसलाई सोडियम क्लोराइड टेस्ट गर्छौँ, सिल्भर नाइट्रेट टेस्ट गर्छौँ यदि यसमा क्लोराइड आयन प्रेजेन्ट छ कि छैन भन्ने। व्हाइट पिपिटी आएको छ, यसको अर्थ यसमा क्लोराइड आयन प्रेजेन्ट छ, हामीले यसलाई अझै वास गर्नुपर्छ भन्ने देखिन्छ। अब हामीलाई यसलाई फेरि के गर्छौँ, फेरि यसबाट माथिको लेयरलाई मात्र हामीले डिक्यान्ट गर्छौँ। यो डिक्यान्टेड वाटरलाई हामीले फेरि लियौँ र यसमा सिल्भर नाइट्रेट सोल्युसन राख्यौँ। अब सिल्भर नाइट्रेट सोल्युसन राख्दा यसमा व्हाइट पिपिटी आएन, यसको अर्थ अब यो चाहिँ क्लोराइड फ्री छ भन्ने हुन्छ र क्लोराइड फ्री छ भनेपछि अब हामी यसलाई चाहिँ कुल गर्छौँ सुरुमा र फिल्ट्रेसन एपरेटसलाई सेट गर्छौँ। फिल्टर पेपरलाई हामीले फोल्ड गर्यौँ, अगेन वान मोर फोल्ड, क्वार्टर भयो। अब यसलाई 1:3 को रेसियोमा फेरि डिभाइड गर्यौँ, कोन सेप बन्यो। कोन सेप बनेपछि हामीले यसलाई चाहिँ हामीले मोइस्ट गर्यौँ र मोइस्ट गरेर यसलाई यसमा राख्यौँ। अब त्यस पछाडि तल हामीले यसमा बिकर राख्यौँ र यसलाई फिल्टर गर्यौँ। अब जुन रेजिड्यू आउँछ त्यो रेजिड्यू चाहिँ बेरियम सल्फेट हो। अब हामीले यो फिल्ट्रेसन गरिसकेपछि यो बेरियम सल्फेटलाई चाहिँ हामीले फिल्टर पेपरमा यसरी निकाल्छौँ र एस्बेस्टस सिटमा यसलाई बिस्तारै स्प्रेड गर्छौँ र ड्राई भएपछि इन्स्पेक्सनको लागि सबमिट गर्छौँ।